खामहरू कहाँ छन् तपाईँको? यहीँ छ, म बजीमा छ। ए हो र, फेरि खाम बिना खाम खाली त छैन नि त्यस्तो त फेरि त्यो खाममा फेरि धेरै नराम्रो छ न। अनि बिटी दिदी मैले बाहिर बस्नु कति सजिलो बसिदिन्छ। यो म बस्नु सक्छु ल भाइ। ए यो ल भाइ। तल सुरुमा ल सुरु गर्नुहोस् ल। अलि लिनुभयो नि। धेरै गरौँ हौ धेरै तल हालेर अलिकति मात्रै लिनुभयो भने अनि यसो थोरै भइसकेको भइसकेको ठुलो ल्याइदिनु त। होइन 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 भइसकेको छैन भने ल ल भन्दै फेरि त जाने अनि हामीलाई त अलिकति ब्याग छ। अलिकति। झऱ्यो मेरो झरी। किलो भयो कि है कति लिनुभयो नि कति? तिन चारवटा लिनुभयो भने चाहिँ झऱ्यो। अनि ट्याक 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 लगाउनु पनि सजिलो धेरै भयो भने तर वेटले झरी जान्छ नि पुरा यहाँसम्म ल्याउनु गएको वर्ष सेतो लगाएको होइन भन्छ जुरेको राम्रो अलिक तल झरिँदैन भन्छ दाजुले धेरै चाहिँ यो लगाइदिनु भयो जस्तो छ के? दही? होइन सर ठिकै छ भन ल ढोग्नु पऱ्यो होला नि त ल, यहाँनिर ल, अलि ल, भात पनि चिरञ्जीवी। मैले त ढोग्नु पऱ्यो होला नि त हुन्छ, लु, लु। ल, पानीले फेरि सुनाउँदा हुन्छ। ल, ल, ताबा छ। भात पनि चिरञ्जीवी। यो चाहिँ आफ्नो पाउनु मैले ल्याइदिनु पऱ्यो भान्जालाई फेरि अँ, ल। बस्नु भन्छ बस्नुहोस् यहीँ मामा अनि यहाँ अँ। अब यसमा चाहिँ थपिदिँदै त हो नि त ल भन्छ अहिले कति सालको नेपालको त मैले 3 वर्ष भयो अहिले त होइन। 82 बयासी बयासी, बयासी बयासी। ल 2082 सालको बडा विजय दशमी होइन के अरे हाम्रो नेपालीहरूको महान चाड विजय दशमीको शुभकामना साथै त्यो तल खानु। दुर्गा भवानीले सदा रक्षा गरून् आँटेको चिताको कुरा सबै पुरा होस् होइन जुन लक्ष्यले जहाँ बनाइएको छ त्यो लक्ष्य चाहिँ एक कति पनि कमी नभइकन सबै पुरा होस् भीमसिंहको जस्तो बल होस् होइन कम्पनीमा चाहिँ सबैलाई अन्डरमा हातमा कब्जामा राखेर घुमाउनु सक्नुहुन्छ भन्छ र नवदुर्गा भगवानले सधैँभरि साथ दिउन् है त भन्छ बाबु आशिक त्यसरी दिने हो नि त अनि म त मनमा पनि देखेँ भन्छ आसी। उडाइ नलगोस् भनेर क्या? मनमा देखेको। त्यो पनि राम्रो ल दसैँको ल, हामी सबैजनालाई विजय दशमी ह्याप्पी विजय दशमी हाम्रो दाजुलाई 27 वर्ष 26-27 वर्ष भेटेको कान्छा भाइ र भान्जा धेरै खुसी लाग्यो पहिलोचोटि विदेशको ठाउँमा दसैँ मान्न पाइयो योभन्दा ठुलो गरेर के आउनु यसमा खुसी छु मेरो भाइ भान्जा मलाई पनि है त 27 वर्षपछि दाजुसँग भेटेर यो खै हात ल्याउनु त यो हातमा टिका लाउनु पाउँदाखेरि ल धेरै धेरै खुसी लागेको छ भान्जा आउनु। ल धेरै धेरै धन्यवाद ल भन्छ हाम्रो फ्यामिलीमा आएर हजुर। अर्को एउटा फ्यामिली थपिएको छौँ थपेर झन् ठुलो सधैँभरि होइन रमाइलोसँगले हातमा हात साथमा साथ साथमा साथ मिलेर अगाडि बढौँ परदेशमा जे इच्छाले होइन सोच बगेर आएको त्यो सपना पुरा होस्। सपना पुरा गरेर ढिलो चाँडो हुन्छ तर दुर्गा भगवानले पुरा गरिदियोस् हाम्रो हामी नेपालीहरूको सबैको संसारमा सबै छरिएको नेपालीहरूलाई चाहिँ बडा दसैँको धेरै धेरै शुभकामना र परिवारलाई विजय दशमी शुभकामना है त। हाम्रो घर फ्यामिलीहरूलाई पनि शुभकामना है जतिजनाले हेर्दै हुनुहुन्छ चिन्ता गर्नुहोस्। भगवानको आशीर्वाद लागिरहेछ भन्ने हामीले विश्वास गरेका छौँ है त। धेरै धेरै शुभकामना बाई बाई अब अर्को वर्ष फेरि मनाउला अब तिहारमै फेरि अब तिहार